हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले यो पोतोको लागि चाहिँ एकदमै इफेक्टिभ होममेड रेमेडी लिएर आएको छु। मेरो चाहिँ प्रेग्नेन्सीमा यस्तो थियो है, देख्न सक्नुहुन्छ। अनि त्यो एक महिनापछि चाहिँ मैले यो होम केयर गरेपछिको ट्रान्सफर्मेसन हो है। र चाहिँ यो पोतो चाहिँ जानलाई चाहिँ एकदम टाइम लाग्छ, केयर चाहिँ एकदमै गर्नुपर्छ। त्यसको लागि चाहिँ मैले काँचो दुधमा चाहिँ हनी, बेसार्स अनि कोकोनट ओइल मिक्स गरेर चाहिँ मैले यसरी चाहिँ मजाले फेसमा सबैतिर मालिस गर्छु। अनि पोतो भएको ठाउँमा चाहिँ अझै एकदम बढी रब गर्छु। अनि यसरी गर्दाखेरि चाहिँ मेरो धेरै हदसम्म कम भएको छ है। एकछिन मजाले मालिस गरेपछि चाहिँ यसलाई चाहिँ 15-20 मिनटसम्म छोडिदिन्छु यतिकै है। अनि सुकिसकेपछि फेस धोएर हेर्नु है, अगाडिको र पछाडिको ग्लो त हजुरले त्यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ मैले चाहिँ फेरि त्यसमै फेरि चामलको पिठो अनि गुड राखेर चाहिँ फेरि एकचोटि मजाले स्क्रब गर्छु। अनि चाहिँ त्यसलाई पनि 15-20 मिनटसम्म राखेर पखाल्छु। अनि गर्दा चाहिँ धेरै हदसम्म चाहिँ हटेर जान्छ र एकदम केयर गर्नुपर्छ। यसरी चाहिँ जान्छ कि पोतो एकैचोटि जाँदैन नि त, बिस्तारै बिस्तारै जान्छ। तर यसरी बिस्तारै बिस्तारै गएको चाहिँ पछाडिसम्मलाई राम्रो हुन्छ। तर औषधि अनि बजारको महँगो क्रिमले भन्दा यस्तो आफ्नो घरमा किचनमै भएको सामानहरूले केयर गरेर गरियो भने पनि त धेरै हदसम्म पोतोलाई हटाउन सकिन्छ। र एकदमै मैले चाहिँ 1 महिनामा यतिको ट्रान्सफर्मेसन भयो है, देख्न सक्नुहुन्छ। त्यो ग्लो पनि आएको है अहिले 1 महिनासम्म गर्दाखेरिको। अनि लगातार गरियो भने चाहिँ यो जान्छ। म फेरि पनि कतिसम्म जान्छ त्यो लिएर आउने नै छु। अहिलेलाई चाहिँ मैले पनि यहाँ हजुरलाई सेयर गर्न चाहेँ र हजुरहरूले पनि युज गर्नुहोला र पोतो हुनेलाई पनि सेयर गर्नुहोला। फेसमा पोतो आएपछि कतिको पीडा हुन्छ भन्ने त यो पोतो आउनेलाई मात्रै थाहा हुन्छ है। एकदमै पीडा हुन्छ कि एकैचोटि पनि जाँदैन, एकदमै टाइम लाग्छ है जानलाई। अब एकैचोटि जाने क्रिम लगायो भने पनि त्यो छाला जाने त्योहरू हुने हो, एकैचोटि जाने भने चाहिँ हुँदैन पोतो। त्यसैले यसरी नै केयर गर्नुहोला। मैले चाहिँ यसरी गरेँ है। अनि मजाले यसरी पखालिसकेपछि टिस्यु पेपरले पोस्दाखेरि देख्न सक्नुहुन्छ मेरो रिजल्ट है। ग्लोनेस कतिको आएको छ। मेन चाहिँ त्यो पोतो चाहिँ बिस्तारै जाने भएको भएर धेरै हटेर गएको छ। मेरो त एकदमै कालो भएको थियो कि। अनि यसरी चाहिँ मैले पनि युट्युब च्यानलमा सेयर गरेँ भने जसको चाहिँ एकदमै पोतो छ उहाँहरूलाई हेल्प हुन्छ भनेर चाहिँ मैले यसरी भिडियो बनाएर सेयर गरेको छु। सक्दो सेयर गर्नुहोला, लाइक, कमेन्ट अनि सब्सक्राइब पनि गर्नुहोला, ताकि मैले यस्तै नयाँ भिडियोहरू र कन्टेन्टहरू, हेल्थ टिप्सहरू, बेबी टिप्सहरू लिएर आउन सकूँ। अनि त्यसको लागि मलाई पनि मोटिभेट होस् है। भन्दै हस्त, धन्यवाद।